हो नि मालिक, हेर्नु न मैसाबले यस्तो राम्रो चप्पल किनिदिनु भयो मलाई। ठिक गर्यो छोरी, खाली थोत्रे चप्पल पड्काएर हिँड्थ्यो, अब चाहिँ यसको चप्पलले जुनी फेर्ने भयो नि त सन्ते। हुक्का खाउँ भने नि छोरीले अस्ति त्यत्रो भनेकी छिन्। होस्, छोरी नभएकोलाई कहिलेकाहीँ खानु पर्ला। ओ आइपुग्यो लाड साहब, झन् छोरो घरमा आयो होला भनेर आएको। बिहान चाँडै आइज भने होइन? आउँदा आउँदा ढिलो भयो त, त्यही नि हाटा गएको मान्छे फनक्क फर्किने आउने हो र बुवा पनि। ल ल, कसैले घुम्नु नपरेको हाट तैँले घुम्नु पर्ने। यस्ता त छन् मेरा छोरा, हाट गएको अर्काका भरिया भएर आउँछन्। अर्को हप्ता ल्याउन नि। अलिअलि दाउरा काटौँ भनेर भर्खर आएको म पनि। अनि घरमा कसरी भेट्छस् त? कतिखेर आइपुगिस् हाटबाट? भर्खर आएको काका, घरमा गएको बाले गाली गरेर। बिहेको बारेमा यसो सोचिराखेको। अब हेर्न, बिहे त गर्नु भन्यो, खर्च पो कसरी जुटाउने होला। आमा पनि बिहे कहिले हुने टुङ्गो छैन, अहिलेदेखि खर्चको पिर गरेर बस्नु है। तपाईँ चाहिँ पर्दैन है आमा, मुखिया बासँग भन्न। पहिला टुङ्गो लागोस्, त्यसपछि आफै जाउँला। अहिलेलाई एउटा त्यही खसी छ क्या अरे, भइहाल्छ नि त्यसले अलिअलि खर्च। एउटा कि दुईटा छ होइन हाम्रो खसी? अनि एउटा त हाम्रो बेला चाहिएन। सँगै बस्ने भनेको नि बुढीसँगै त हो नि बुढी। त्यही पनि हाम्रो बिहे भएको नि कति नै वर्ष भएको छ र, भर्खर त्यही 20-22 वर्ष होइन र। छोरीको बिहे गर्ने बेला भइसक्यो, बाउको भर्खर बयस चलेको छ बुढेसकालमा। अनि के छ त विचार छोरी तिम्रो? के सोच्यौ? के विचार भन्नुहुन्छ? के हुनु नि, बिहेको कुरा गर्नुभएको बुवाले। मैले बिहानै भनिसकेँ त आमालाई, मन परेन भने हुँदैन भनिदिन्छु भनेर। हामीले पनि त्यही त भनिरहेछौँ नि छोरी, तिमीलाई मन परेन भने त हामी आफैले नै हुँदैन भनिदिइहाल्छ। एउटै गाउँमा भएर पनि अहिलेसम्म किन नदेखेको होला मैले? किन उसलाई नै सम्झिरहेको छु? किन उसलाई देख्ने बित्तिकै मेरो मनमा हलचल भयो? किन यसरी यो मन धर्किरहेको छ? किन बार बार यो मनमा अनेक प्रश्नहरू आउँदैछ? कसरी उसलाई मेरो मनको हाल बताऊँ? फेरि मुखिया भएको छोरी मेरो यो कुरा सुनेर स्वीकार्छ मलाई? कहाँ ऊ ठुलो खानदानको छोरी, कहाँ म? छोरी, आज कति चाँडै स्कुल हिँडेको तिमी? भर्खरै 8:30 भयो त। आज कार्यक्रम छ के बुवा, त्यही भएर हिँडेको। कार्यक्रम? के कार्यक्रम हो र आज स्कुलमा? स्कुलमा सरसफाइ कार्यक्रम छ के बुवा, गएँ म। खाजा बोक्यो त छोरी? मुखिया बा, आज मैसा बिहानै स्कुल जानु भएको छ त? आज स्कुलमा सरसफाइ कार्यक्रम छ रे, त्यसैले छोरी चाँडै गएँ। अनि सुन त सन्ते, भन्नु न मुखिया बा। हुक्का बना नि त आज तान्यो। हुन्छ मुखिया बा, म बनाएर ल्याइहाल्छु नि। खाने त के हेर्छस् त? जा भित्र काम गर्न। हस् मालिक। साढे 8 भइसक्यो, अहिलेसम्म उठेको छैन यो कमले। कमले, ए कमले। बुवा पनि कति कराउनुहुन्छ बिहान बिहानै, झन् मस्त निन्द्रा लागेको बेला सुत्न पनि दिनुहुन्न कराएर। डाँडामाथि घाम आइसक्यो, तँ चाहिँ भने भर्खर उज्यालो भयो भनेर बस। एउटा भएको छोरो झन् बिहानै उठेर यसो कामसाम सघाउला भनौ, सुतेरै बस। कति चाहिँ बज्यो र?
8:30 कटिसक्यो नि 8:30 भइसक्यो रे। मेरो बाहिर जाने काम छ। बिहान बिहान कहाँ जान्छु भन्छ? किन? काम छ नि। ल गए बुवा म। छोराको ताल यस्तो छ, अरे शिव बिहानभरि सुत्छ, चुरुक्क उठ्छ, चुरुक्क मुत्छ, कहाँ जान्छ? के गर्नु? मिल्ने भयो यसलाई म बाँधेर घाँस हाल्थेँ। आमा आमा भन् त बाबु। म हर्का काकामा गएँ है। ए किन जाने त हर्का काकाकोमा? आज खै को मान्छे खसी किन्न आउँछ रे, त्यही खसी लिएर जानु पर्यो। ए खाना पाकिसकेको थियो, खाएर गाभा हुन्थ्यो, कतिखेर आउँछन् फेरि तिनीहरू? बिहानै आउँछु भन्थे, आइसके कि। अनि कुन खसी लान्छस् त बाबु? रातो लान्छस् कि सेतो? दुवै उत्रै छन्, जुन लगायो नि भइगयो नि। रातो चाहिँ लानु पर्ला है आमा। त्यो अलि त्यति मन लाएर नि खाँदैन, त्यही लैजा रातो नै। हुन्छ आमा। अनि औषधि खानु भयो त? छैन बाबु, अहिले खानु पर्ला। खानु नि फेरि बिर्सिनु होला। बिर्सिन्न खान्छु अहिले। बरु तँ चाहिँ छिटै गरी आइज, खाना सेलाउँछ, म पर्खेर बसिराख्छु। किन पर्खिनु पर्यो? पाकेपछि खानु न, त्यहाँ गएपछि कति बेला हुन्छ आउन। गएँ म। ल बाबु, चाँडै गरी आइज। अब चाहिँ केटोले बिहे गर्ला जस्तो छ। अनि आज त 9 बजे स्कुल हिँड्नेछौ त? काका स्कुलमा कार्यक्रम छ, त्यही भएर छिटो हिँडेको। गए ल काका। अनि मुखिया साहब घरमा हुनुहुन्छ नि? घरमै हुनुहुन्छ। काम त त्यो मुखिया साहबको घर जाने होस्, भरेतिर जानु पर्ला। कमले होइन यो? कमले के गर्नु लाग्छ बिहान बिहान? काका नमस्ते। यसो पसलतिर जाउँ कि भनेर हिँडेको। यतिकै चाहिँ किन जाने पसल? बाले साबुन र सलाई लिएर आइज भन्नुभएको थियो, त्यही भएर जान लागेको। अनि तपाईँ चाँडैतिर आउनु भयो? म पनि पसल गएर सामान लिएर आएको। ए ल काका, म गएँ है। ल जा बाले फेरि ढिलाइस भनेर गाली गर्नु होला। काका, ए काका, के गर्दै हुनुहुन्छ? ए अर्जुन आइपुगिस्?
बसौँ। हुन्छ काका यसलाई बाँध्नु न पहिला। अहिले यसलाई उता लगेर म बाँधिहाल्छु नि। पर्ने काम म बाँधिहाल्छु नि, बस्नु त। खसी त गतिलै रहेछ नि केटा। अझ यो त दुख लाग्यो काका, 2-4 दिन भयो केही पनि खाँदैन, के भएको? केटा त्यस्तो भन्नु हुँदैन नि। खसी किन्न आएर छन् मान्छे, सुन्यो भने लाँदैनन् क्या। गतिलो छ, जे पनि खान्छ भन्नुपर्छ। हुन्छ काका, बरु किन्ने मान्छे त कति बेला आउँछ र काका? यति बेलासम्म त आइपुग्नु पर्ने हो। आउँदै होला नि, आइज न बस। के हतार छ र? लु आइज। हुन्छ काका, हतार त के हुनु, चाँडै जानु पाएदेखि मैले नि घरमा नि काम थियो, आमा खाना परेर बस्नु भएको हो नि। खाना भित्र पाकिसकेको छ नि मोरा, खाँदा भइहाल्थ्यो। यता आउँदाखेरि चाहिँ आमालाई खानु है आमा भनेर आउनुपर्छ नि मोरा। भनेको त हो नि काका, नानी होइन? हुन त हो, आमाको मन त्यस्तै हुन्छ। यस्तो एक्लै भएर करायो, घाँस हाल्दै हाल्दै। अनि कति कति मोलेको छ त केटा यो खसीलाई? कति कति चाहिँ आउला त काका, यसो हेर्नु त। खसी त गतिलै छ केटा। यसको 7,000 चाहिँ पक्का आउँछ है। हो, आमाले पनि त्यति नै 7,000 जति दियो भने दिनु भन्नुभएको। 7,000 त आउँछ केटा, तर अहिलेसम्म किन्ने मान्छे पो आएनन्। त्यही भनेर तपाईँले हिजो बिहानै आएको म पनि खै त कमाले त देख्दिनँ त म। यहाँ भए पो देख्छस् त केटा। एकछिन घर बस्नु छैन, बिहानै उठेपछि कहाँ जान्छ कहाँ जान्छ, हुरुक्कै रुवाउने भयो यसले मलाई। हो र? अनि हिजो पनि हात गएको होइन र कमाले? हो त नि, हिजो पनि बिहानै उठ्ने बित्तिकै हाट जान्छु भनेर गएको, साँझमा घरभित्र बसेर थियो। अहिले पनि यहाँ जान्छु उहाँ जान्छु भनेकै छैन। कहाँ हो कतै छैन केटा, हुरुक्कै रुवायो यसले मलाई। अब कमाले पनि बिहे गरिदिनु पर्छ, बसिहाल्छ नि घरमा काका। भनेको त हो नि केटा, मान्नु परेन, पिक्कै मान्दैन। अब तेरो बिहे गरेपछि चाहिँ यसको पनि बिहे गरिदिन्छु। मानेन भने म आफै ठोकिदिन्छु है केटा। कहाँ छोरोको बिहे गर्ने बेलामा बाउले गरेर हुन्छ, भन्नुपर्छ मानिहाल्छ नि। म त साँच्चै भनेको, घरमा सघाउने पनि कोही छैन। यसले मानेन भने त म आफै बिहे गरिदिने हो। कसको बिहे हुने कुरा हुँदैछ यहाँ? कसको हुनु? तेरो बाको नि, तेरो बाले बिहे गर्ने रे। ठिक छ त, बा पनि एक्लै छन्, झन् साथी हुन्छ त बा। अहिले कति बेला आएको अर्जुन? अघि नै आएको नि। गर्ने त हो नि मैले अब यसो घरको काम सघाउलास् भनौँ, लकर 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 डुली मात्रै हिँड्छस्। अनि मैले नगरे कहिले गर्ने त? अनि के हो, कताबाट सवारी अहिले? कहाँ हुनु? गएर घरे काकाले बोलाउनु भएको थियो हिजो, त्यही गएर। ल काका, खसी किन्ने मान्छे नि आएन, अब 7,000 दियो भने दिनु, म देख्न है। ए खसी लिएर पो आएको तैँले? बस न, खाना खाएर जा। पाकिसक्यो होइन बा खाना? खाना त पाकिसक्यो, तेरो पो काम छैन त? यसको त घरमा कति काम छ, त्यही पनि अघि नै खाऊ भनेको, मान्दै मानेन मोराले। ल काका, म चाहिँ गएँ, आमामा पर्खिराख्नु भएको होला है त। ल केटा, बा हामी पनि खाना खाऊँ न, कस्तो भोक लागिसक्यो। हो त नि, साह्रै ठुलो काम गरेर आछस्, भोक त लाग्यो होला नि लाग्छ। लु आइज। खाएपछि एकछिन आराम त गर्नै पर्यो। सबैलाई हुँदो रहेछ, हामीलाई त पर्दैन त। खाना खाँदा साथ घरको काम सबै गरेर आउँथ्यौँ त। त्यही त होइन, हामी त कहिले आराम गर्दैनौँ त। खाना खाना साथ के काम छ सबै गर्छौँ। सबैको ज्यान कहाँ एउटै हुन्छ? पहिला आराम गर्नुपर्छ, पहिला पर्दैन। म पनि त पहिला खाना खाने बित्तिकै यस्ता आरामसारामको मतलबै हुँदैन थियो। 2 हल गोरुले जोत्ने बाजे त एक्लै जोतेर आउँथ्यो। अहिले पो उमेर पनि ढल्किँदै गयो र अलि सकिँदैन।
खै पहिला पहिला जोत्नुहुन्थ्यो अरे मसँग बिहे भएदेखि एक दिन हलो जोतेको देखेको होइन। उबेलामा पाखोबारी टन्नै थियो र पो जोत्नु पर्थ्यो। तिमीलाई बिहे गरेको साल नै बुवाले सबै बारीहरू बेच्दिएर खेत किन्नुभयो। खेत किनेपछि उब्जाउ पनि धेरै हुने, त्यही उब्जाउ बेचेर कमाइ पनि हुन लाग्यो। त्यसपछि त झन् कामदारहरू लाउन लाग्यो। अनि कहाँबाट देख्छौ त? खै के हो, अनि 2-4 दिनमा मान्छे आउँछ भन्नुभएको थियो। केही किनमेल त गर्नुपर्ने बुढा। आज दिउँसोतिर जानु पर्ला, बरु छोरीलाई पनि सँगै लिएर जानु पर्यो। जान्छौ त छोरी? म त कतै पनि जान्न है बुबा, घरमै बस्छु, तपाईँ एक्लै जानु। जान त जा बुवासँग साथी, घुमेर नि आइज। आफै जानु, कहीँ पनि जान्न म त। आया कस्तो बिस्तारै कोर्नु न, दुख्यो क्या। बिस्तारै त कोर्दैछु नि, आफै उताउति गर्थे। जान त बुवासँग। नाइ नजाने म। हुन्देऊ न त, उसलाई जान मन नभए म एक्लै गएर आइहाल्छु नि। हुन्छ हुन्छ, एक्लै जानु न त। घर सरसफाइ गर्नु पनि छ, दिउँसो साथी नि हुन्थ्यो, लगाउँथे पनि। लु भयो होला, काहीँ लिएर जा भित्र। खोइ यता ल्याउ छोरी, म पनि कपाल कोर्छु। जाने मान्छे यसो कपाल त मिलाएर जानु पर्यो नि। तपाईँ टोपी लाउने मान्छे नि कपाल गर्नुपर्छ र बुबा। पर्दैन पर्दैन, तेरो बुवाले जिस्केर बोल्नु भएको। लैजा भित्र जा। लैजाऊ छोरी लैजाऊ, मैले पनि यत्तिकै भनिदिएको। बाख्रा भकायो होला, म पनि घाँस हाल्नु जान्छु। तपाईँ पनि बजार गएर चाँडै आउनु होला नि। गएर आऊ न, त्यसपछि म गइहाल्छु नि।